पनि त्यही थिए, हिजो जेएनजीको आन्दोलनमा पनि त्यही थिए र आज पनि त्यही छन्। कुरुक्क नै हत्यारालाई कारबाही गर्न पर्यो हे सरकार, है हे सुशीला कार्की, हे ओम प्रकाश अर्याल, तिमीहरू साँच्चीकै कट्टुमा मुत्ने भन्दा नि खतम रहेछौ। पानी कति बग्छ त्यो कुराहरू सबै कुराहरू चाहिँ एकदम साइन्टिफिक छ क्या। कतिवटा खानी छ भन्नुहोस् न त। नेपालमा मात्रै त्यति छन् कि नेपालमा मात्रै खान्छ। 3600 कति भन्नु करोड सालको रुख नेपालमा छ। त्यो गनो भने पनि पुर्याउन पुग्छ सक्छ। तपाईँ पूर्वदेखि जानु न, तपाईँकै घर नै र झापामै हेर्नु त ल, वरिपरि जङ्गलभरि सालै साल छ कि छैन? यता पनि साल छ कि छैन? 1 मिटरमै कति छ हेर्नु त ल। तपाईँले देख्नुहुन्न कि आँखा बन्द हो कि है, कहिलेको दिमागमा ढक्कन नखुल्यायो कि? यदि इमान्दार सच्चा नेता भयो भने पिपलको बोर्डको फेद मुनि बसेर नि विकास गर्न सक्छ। अच्छा त्यो नियत भएको चाहिँ आशिका तामाङ हो भनेर हजुरहरूलाई मैले अवगत गर्न चाहन्छु। र यहाँ हाम्रो जति पनि बिचरा चाहिँ नमानी हालौ भोट दिनुपर्छ है मुनि है। उसले चाहिँ घन्टी बजाएर उच्चारण गरेछ, दिदीलाई भोट हालै पाले है। चुनाव चिन्ह चाहिँ घन्टी है, बुझ्यो नि? म पहिले हतकडी बानेर आएको छु, म भगवानसित बन्धनमा छु, म जहाँ लाइन खुसी हो। म जेलमा त झन् खुसी आनन्द, किताब लेक्चर सोचेछु कुनै दिन जेल हाल्यो भने बसेर होइन। सुरुमै रेणुदाहाल के सुविधा गौतम एउटा छान्नु पर्यो, व्याख्या गर्न पाइँदैन। नछान्न पनि सक्छु।